किराँत संस्कृति सभ्यताको सन्दर्भमा मैले यसभन्दा अगाडि सम्मानित सदन मार्फत जानकारी गराएको थिएँ। लाग्छ सरकारले यसमा ध्यान दिएन। किराँत संस्कृति र सभ्यता कुनै जात धर्म र लिङ्गको होइन, समग्र नेपाल र नेपालीको सार्वभौमिकतासँग जोडिएको ऐतिहासिक सभ्यता हो भन्ने कुरा मैले स्मरण गराएको थिएँ। पुनः सरकारको आज ध्यान आकर्षण गराउँछु। किराँत संस्कृतिको सन्दर्भमा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा पनि किराँती सभ्यताहरूसँग पृथ्वीनारायण शाहले जितेको नभई सम्झौता भएको हो। त्यसैले आज राज्यले यतातर्फ पुनर्विचार गरोस् म भन्न चाहन्छु। किराँतीहरूको आफ्नो सभ्यतामा आफ्ना मौलिकताहरू छन्, यो राष्ट्रका धन हुन्, त्यसलाई म संरक्षण गर्नुपर्ने तर्फ सरकारको ध्यान आकर्षण गराउँछु। एक, किराँत र लिच्छवीको अन्तिम युद्धमा मृत्यु भएका 800 सेनाहरू जो च्यासल भन्ने ललितपुरको ठाउँ छ, त्यहाँ 800 जनाले मृत्युवरण गरिएका थिए। त्यो ठाउँलाई आज चाहिँ च्यासल किराँत शहीद पार्कको घोषणा गरिनु पर्दछ। 2, किराँतका प्रथम राजा यलम्बरले विजय हासिल गरिसके पश्चात गोपाल वंशलाई हराइसके पश्चात यले सम्वत सुरुवात भएको हो। आज 2086 चलिरहेको छ। माघे संक्रान्तिबाट यो परिवर्तन हुन्छ। यसलाई राष्ट्रिय सम्वत घोषणा गरियोस्। 3, महेन्द्र जस्तो शासकले 1831 को सन्धिलाई निरन्तरता दिँदै भएको राजपत्र 2021 सालमा जारी भएको छ। त्यसको प्रकरण नम्बर दफा 7 क मा किपट प्रथालाई समेत निरन्तरता दिने गरिकन संरक्षण गरिएको छ। त्यसैले 1831 को सन्धिलाई संरक्षण गरियोस्। बागमतीमा नेवार र तामाङ, गण्डकीमा गुरुङ र मगर जस्तै कोशीमा पनि राई, लिम्बू र मैथली भाषालाई राष्ट्रिय भाषाको रूपमा घोषणा गरियोस्। यो तत्काल गरिनु पर्दछ। भोजपुर, उदयपुर र धनकुटा जिल्लाको सङ्गम क्षेत्रमा रहेको ऐतिहासिक तथा प्राकृतिक महत्त्वको खुवालुङ भन्ने ठाउँ छ, जसलाई सांस्कृतिक र ऐतिहासिक रूपमा संरक्षित गर्नुपर्छ। त्यतातर्फ राज्यले तत्काल घोषणा गरोस्। मुन्नुमलाई राष्ट्रिय ग्रन्थको रूपमा अन्तर्राष्ट्रियकरण गरोस्। लिम्बुवानको चाहिँ श्रीजङ्गा याक्थुङ लिपि आज प्रसिद्ध रूपमा रहेको छ, यसलाई राष्ट्रिय लिपिको रूपमा तयार गरियोस् र लिम्बूहरूको ऐतिहासिक राजधानी धरानको विजयपुरलाई पुरातात्विक सङ्ग्रहालयको रूपमा स्थापित गरोस्। यी हाम्रा धरोहर हुन्, यी हाम्रा संस्कृति हुन्। यो किराँत सभ्यताको आज राज्यले संरक्षण गर्नुपर्ने चिज हो। यतातर्फ सरकारले ध्यान दिएन भने किराँतीहरूको मन मुटुमा देशप्रतिको माया र जवाबदेहिता घट्छ।